एन्ड फाइनली यहाँनिर चाहिँ छ एकदमै रिफ्रेस अनि दामी यहाँ भर्खर पाक्न पनि सुरु भएको छ, कुनै कुनै चाहिँ पाकिसकेको रहेछ। यो चाहिँ कफी, हाम्रो एरियामा कफीको एकदमै सम्भावित ठाउँ पनि हो। कफी जोन बनाउन सकिन्छ। नेपालको अब गुल्मी जुन प्रख्यात छ, विश्वमा युरोपियन राष्ट्र र अन्य विकसित राष्ट्रहरूमा अर्थतन्त्रको मेन जड, त्यहाँको अर्थतन्त्रलाई एकदमै बलियो बनाउने मेन चाहिँ यो कफी व्यवसाय खेती हो। यो तपाईँको औसतमा कम्ती पनि 1500-2000 रुपियाँ केजी पर्छ। तर यसलाई हामीले चाहिँ एकदमै व्यवस्थित रूपमा कफी जोनै बनाउन सक्यौँ भने यस्तो प्रशस्त मात्रामा फल्ने रहेछ। यो चाहिँ सिधीमा फलेको कफी हो। तपाईँ जसले मेरो ब्लग हेर्नु भएको छ र मेरो घरमा पनि यो मैले फलाएको छु र आफै मैले एक्सपेरिमेन्ट पनि गरेको छु। यसको टेस्ट, यसको फ्लेभर, यसको टेक्सचर चाहिँ हामीले नेस्क्याफे र हिमालयन जावामा खाएको कफी र अन्य हामीले जति पनि बजारमा पाउने कफी भन्दा आफैले फलाएको कफी बनाएर खाइयो भने त्यसको चाहिँ 100 गुणा चाहिँ अति बवाल हुँदो रहेछ। यो चाहिँ मैले अनुभव गरेर तपाईँहरूलाई मैले सेयर गरेको छु। सो यो मेरो बन्धुको घरमा फलेको अति बवाल एन्ड रिफ्रेस, यहाँ हरियो दाना पनि छ। यो दामी कफी फलेको छ, म तपाईँलाई देखाएको छु। सो तपाईँको घरमा कफी फल्छ फल्दैन कृपया कमेन्टमा मेन्सन गर्नु होला।